यता बाहिरतिर आइरहेको छु चिक्ने वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड न्यू एपिसोड भन्न त भुल्लेछु यार ल हामी चाहिँ आइरहेको छ अनि त्यसपछि हामी चाहिँ अब 4 जना म मिलाएर 4 जना आइरहेको छ आज मौसम राम्रो छ अरू त के हुनु यस्तो छ त्यही छ हजुर हजुर नबोला न म युट्युबमा हाल्ने भनिरहेको छु यार त्यस्तो बोल्दैन होइन त्यो कन्टेन्ट हो नि त है दाइ त्यस्तै त हो नि के हो मुक्ता ए म चाहिँ राम्रो भए कहिलेदेखि भयो कहिलेदेखि खालि भूतहरू सब चितवनका भूतहरू छ सबैभन्दा सोझो भन्छ सबैभन्दा फटा त चितवनकै हुँदो रहेछ मलाई त त्यस्तै लाग्छ के कसो हो चितवनको सबैभन्दा सोझो रे 1 नम्बरको फटा मान्छे यता हेरौँ त खै ल चितवनमा कुहिले देखिहालेछ भनेपछि भन्नु ल ए यो त चितवनको बोका हो यो मान्छे त यता हेर हेलो गर त अनुहारै लुकाइरहेछ यो मान्छे त 1 नम्बरको बोका हो यो त झन् अब हामी भने चाहिँ अब डाङको सोझो मान्छे पर्यो के भने जम्मै थक्छ यार केटाहरू के भन्छ कहिले के यस्तै हो आमामा राइडरहरू आइरहेछ यार त्यो भिडियो बनाइदिउँ न केटाहरूको यार हन्ड्रेड एक्जाम कहाँ छ हो पुरै तुफान आइरहेछ त अरू कुन आइरहेछ क्या वाउ दामी फुल आइसक्यो के हो यार पानामाको जङ्गल जस्तो छ त यार यो त हो केटा असल्टी पानामाको जङ्गल त होइन दुईटा साथीहरू हिँडिरहेछ दामी फुल फुलेको रहेछ यार गाइस वाउ दामी ब्युटिफुल ब्युटिफुल यस्तै छ जिन्दगी भोलि फेरि ड्युटी जानु छ गाह्रो छ हामीलाई गाह्रो छ गाह्रो छ हामीलाई गाह्रो छ